लस्सो नमस्ते अनि टसितेले फ्याफुल्ला सबैजनालाई। अनि आज केही पनि यता उयो नलगाइकन बोल्दैछु, कस्तो सुनिरहेको छ होला। अनि आज चाहिँ अब सानो आफ्नै भिडियो बनाउँ न त भनेर फेरि हजुरहरूको सामु आएको छु। कुनै साथीहरू अल्छी लाग्नु सक्छ, अल्छी नलाग्नु होला भन्दै अब केही कुराहरू राख्न आएको छु। अनि विशेष चाहिँ के छ भने मैले भिडियोहरू हैन, फोटोहरू हाल्ने गर्छु। अनि कुनै कुनै चाहिँ पुरानो हुन्छ नि त है, पुरानोहरू हुन्छ, नयाँहरू सधैँ। अब हामी एक नाचले कहाँ कहाँ घुम्ने कुरा आएन हैन, फोटो पनि सधैँ खिच्ने पनि कुरा आएन। अलिअलि खिचेकोहरू त्यो चाहिँ समय समयमा हाल्ने गर्छु। पुरानो भयो भने एउटा यादको लागि, सम्झनाको लागि। अब नयाँ हो भने त अहिले नयाँ भइहाल्यो। त्यस्तै गरेर भिडियो फोटो सबै मैले यसरी नै हाल्ने गर्छु हैन। अनि अनि हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि अब यस्तै जिन्दगीमा अब त्यही त हो नि, अब बिमारी नभएसम्म त अब भित्र मनको कुरा मनमै रहन्छ सबैको। दुःख सुख जति नै भयो भने अब बिमारी छैन भने म ठिकै छु भन्नुपर्छ। जति नै अब मनभित्र पीडा लुके पनि भए पनि त्यो अब जो पाए त्यसले भन्ने कुरा पनि भएन। र सबैले हुन्छ दुःख पीडा, सबैको जिन्दगी यस्तै हो। हामीले हेरेको जस्तो जिन्दगी र हामीले देखेको जस्तो जिन्दगी कसैको पनि हुँदैन। जति नै राम्रो फोटो भिडियो हालोस् त्यो एकछिनको लागि मात्रै हो। त्यस कारणले म चाहिँ के भन्छु भने जति नै मान्छेहरूले हामी भनौँ न, म आफै पनि भिडियो हाल्छु, फोटो हाल्छु। हजुरहरूलाई कुनैले लाग्नु सक्छ कति राम्रो हैन, यस्तो जिन्दगी मलाई पनि भयो भने भन्छ। तर फेरि मैले पनि कसैको देखेर त्यस्तै सोच आउँछ होला। आफ्नो आफ्नो एउटा सोच हो हैन, आफ्नो आफ्नो एउटा विचार हो। त्यस सँगसँगै हामीले जिन्दगीहरूको एउटा अनुभव लिन सकिन्छ। अन्त एउटा विश्वास चाहिँ जताभावी जोसुकैलाई चाहिँ नगरेकै राम्रो हो। किनभनेदेखि आजभोलिको विश्वासिलो मान्छे भेट्नु भनेको धेरै गाह्रो नै छ। किनभने समयअनुसारको कुरा हो रहेछ। पहिला हो भने एउटा विश्वास गर्न सकिन्थ्यो। आजभोलि अब जति नै आफ्नो नजिक भए पनि यति मन खोलेर बोल्नु र उयो पनि अलिकति गाह्रो नै हुँदो रहेछ। किनभने यस्तो हुन्छ नि त, आफूलाई उसले राम्रो सोझिन्जेलसम्म, राम्रो लाग्नेसम्म चाहिँ जे गरे पनि ठिकै देख्छ उसले। भोलिको दिनमा उसको मनको इच्छा अनुसारले हामी जानु नसक्दाखेरि हैन, धेरै उसको इच्छा अनुसार नहुँदाखेरि चाहिँ अन्त फेरि नराम्रो भन्नु सुरु हुन्छ। त्यस कारणले कसैको प्यारो हुने होइन, आफूलाई माया गर्नु होला। कसैले के भन्छ भन्दैन त्यस्तोमा अब कहिलेकाहीँ फिलिङ आउँछ, हामी सबै मान्छे हो। तर त्यो कुरालाई धेरै सोचेर उयो गर्नु हुँदैन रहेछ। किनभने मैले पनि पहिला सोच्थेँ हैन, अरूले के भन्यो भने एकैपटकमा मैले विश्वास गर्थ्यो, मनमा लाग्थ्यो। मलाई चाहिँ आजभोलि चाहिँ के लाग्छ भने भन्नेले भनिरहन्छ, त्यसको हामीले मुख थुन्ने कुरा आएन, उसको स्वतन्त्र हो। अनि हामीले गर्नेले गल्ती चाहिँ गर्नु भएन। मान्छेबाट गल्ती पनि हुन्छ, तर जानी गर्नु चाहिँ भएन। तर खुसी हुनुपर्छ जिन्दगीमा। र खुसी भन्ने चिज चाहिँ अरूले दिन्छ भनेर कहिल्यै आश नगर्नु। अरूले दिने भनेको एउटा दुःख पीडा नै हो। जबसम्म अरूको इच्छा अनुसारले हामी जान्छ नि, तबसम्म तपाईँले तारिफ गर्छ, तपाईँको धेरै कुरामा तपाईँको साथ सपोर्ट हुन्छ। फेरि सबै मैले चाहिँ यो भन्न खोजेको भने सबै एक नासको मान्छे हुन्छ भन्ने पनि छैन। त्यस कारणले समयअनुसारले धेरै कुराको हामी अनुभव गर्दै सिक्दै जाने हो। अनि त्यो सँगसँगै हामी अरूलाई पनि आफूलाई जस्तो खुसी नै चाहिएको छ भनेर थाहा हुनुपर्छ। अब के गर्ने, भित्र एउटा धेरै कुराको हामीले द्वेषा भन्छ, सेदाङ तेम्बुङ माझ्याल भन्छ नि हामीले होइन, बुद्धिस्टहरूले हो। त्यो जस्तै हामी सबैलाई छ। त्योबाट हामी मुक्ति भएको छैन। त्यस कारणले पनि हो हामीले अरूलाई नराम्रो सोच्ने, घृणा गर्ने, अरूलाई दुःख दिने, सुख सबै आफैलाई मात्रै चाहिने जस्तै सोच हुने, त्यो चाहिँ हामीलाई हुन्छ। त्यस कारणले चाहिँ
म चाहिँ के भन्छु भने जिन्दगीमा धेरै कुराको अनुभव लिँदै अनुभव गर्दै जाने हो। अनि सानो सानो खुसीमा रमाउनुपर्छ। जिन्दगी त्यही हो, आजभन्दा भोलिभन्दा समयहरू बित्दै जान्छ अनि त्यो सँगसँगै धेरै कुरा सिक्दै जान्छ। त्यस कारणले हामी सबै एउटा के भन्छ, यो संसारमा आइसक्यो भने सुखकै खोजीमा हो के। तर अब त्यही हो नि, धेरै कारणले गर्दा दुःख नै हुन्छ र मन पनि दुःख हुन्छ, सबै कुरामा दुःखी हुन्छ हामी सबै। तर हामी चाहिँ अब आशा चाहिँ ठुलो राख्छ, आशा मात्रै हो कि आशामा मात्रै जिउने हो। अनि आफूलाई धेरै कुराको उयोहरू चाहिँ भनौँ अलिकति अल्छीले गर्दाखेरि हामीले ज्ञानहरू लिनु सक्दैन। त्यही कारणले हामीले चाहिँ जति सक्दो समयले चाहिँ खेर फाल्नु हुँदैन। सुख पनि अब इन्जोय पनि गर्नुपर्छ होइन, खुसी पनि मनाउनुपर्छ। सधैँ खुसी गरेर भन्नु पनि हुँदैन, यो समयले पर्खिँदैन। त्यस कारण धर्म पनि गर्नुपर्छ। अनि त्यो सँगसँगै धेरै कुराको अनुभव पनि लिनुपर्छ। मैले चाहिँ त्यो भन्न चाहेँ। अनि अरू चाहिँ के अरे, एउटा चाहिँ मलाई के लाग्छ भने सधैँ अरूले के भन्छ कि भनेर हामी सोच्छौँ नि, त्यो चाहिँ कहिले पनि नसोच्नु होला। किनभने सबैको प्यारो हुनु सक्दैन हामी, त्यो चाहिँ अगाडि नै त्यो सोच्नुपर्छ। भन्नेले त जति नै भनिरहोस्, भोलि मर्ने हामी नै हो, ऊ होइन। बाँच्ने हामी नै हो, ऊ होइन। यो संसार कसले पहिला छोडेर जान्छ भन्ने कसैलाई थाहा छैन। त्यस कारणले जबसम्म हाम्रो जिन्दगी छ, गल्ती पनि गर्दै सिक्दै जाने हो क्या हामी। त्यस कारणले खुसी हुनु, अन्त सबैसँग मिलेर बस्नु, आफूले केही सहयोग गर्नु नसक्यो भने दुःख नदिनु, त्यही हो जिन्दगी। लासो र सिद्धले फ्याफुल्ला सबैजनालाई। अनि आज केही दिनपछि फेरि आफ्नै भिडियोहरू हालेको छु। धेरै साथीहरू हुनुहुन्छ माया गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो चाहिँ यति नै हो। समय समयमा मैले भिडियो हालिरहन्छु। लासो नमस्ते।